लगाइधान चाहिँ आँप छ चोर्दै हिँडेको यस्तो राति राति आइज हामीले रोज आँप आँखा काटेको थियो त्यही आँप चोर्नलाई हिँडेको है हामी पुग्न लागेको छौँ घर चाहिँ उता पर छ यो चाहिँ आँप हाल्ने झोला बोकेर टुसुक टुसुक हिँड्दै चाहिँ एक झोला आँप ल्याउन लान्छ अब के हुन्छ गाई सबै मान्छे आइदिएर भनेर भिडियो बनाएर चाहिँ मान्छे आइदिएर भयो सुन्यो भने त जस्तो आउँछ नि त यो बत्ती बलेको घर हो नि त त्यही भएर बात छिमेकी होला कि भनेर एउटा ताक्लो भएको छ कि त्यहाँ हिजो पनि हामीले दुईचोटि आयौँ होइन त्यो ताक्लोबाट चाहिँ हेर्दा गरेर हामीलाई चाहिँ कस्तो डर लागेर अब के हुन्छ मान्छे मात्रै खाएको